मेरो ठुलो छोरीको फेभरेट तरकारी भनेको यो गाभा हो। उसलाई जसरी पकाएर दिए पनि खान्छे। आज एकदमै सजिलो अनि छिट्टो तरिकाले गाभाको तरकारी बनाऊ। मिठो चाहिँ उस्तै नै हुन्छ। फेरि कुकरमा बनाउँदैछु। कुकरमा गाभा राखेर माथिबाट चाहिँ मैले स्प्राउटेड गेडागुडी थियो मसँग, त्यो राखेर अनि 1 कचौरा जति पानी राखेर नुन राखेर सिटी लगाउन राखिदिएँ। लगभग 4-5 सिटीमा मजाले पाकिहाल्यो। यसलाई राम्रोसित म्यास गरिसके पछाडि गाभाको तरकारी रेडी भइहाल्यो। अब यसलाई झान्नको लागि चाहिँ एउटा दिउरीमा तेल बसालेर पञ्चफोरन, लसुन, हिङ, खुर्सानी फुराएँ। मैले गाभामा कुनै मसला नराखेको भएर यो तेलमा नै बेसार र जिरा धनियाँको धुलो पनि राखेर मजाले फुराइदिएँ। अब यसमा चाहिँ कागती अथवा चुक राखेर मजाले चलाएर सबैतिर मिक्स गरिसके पछाडि यो गाभाको तरकारी खानको लागि रेडी भयो। एकदमै छिटो अनि एकदमै मिठो हुन्छ यसरी बनाएको गाभाको तरकारी। ट्राई गर्न सक्नुहुन्छ हजुरहरूले पनि।